प्राचीन समयको कुरा हो। फ्रिजिया भन्ने ठाउँमा राजा मिडास नामक राजाले शासन गर्ने गर्थे। उनी एकदमै धनी, विलासी र सुनको पारखी थिए। उनको दरबार र खजानाका कोठाहरू असीमित धन दौलतले भरिएको थियो। तर जति धेरै धन भए पनि उनलाई अझै बढी धन कमाउने लोभ थियो। उनले विश्वास गर्थे कि संसारमा सुन नै सबैभन्दा महत्त्वपूर्ण चिज हो। त्यसैले गर्दा उनले सधैँ अझै बढी कमाउने सपना देख्थे। एक दिनको कुरा हो, ती राजा मिडास आफ्नै बगैँचामा हिँड्दै थिए। त्यहाँ उनले एकजना बुढो मानिसलाई देख्छन्। त्यो बुढो मानिस मादक पदार्थ पिएर निदाएको थियो। त्यो व्यक्ति सिलेनस थिए, जो मद र रमाइलोका देवता डायोनिससका प्रिय साथी थिए। मिडासले उनलाई सजाय दिनुको सट्टा सम्मानपूर्वक सत्कार गरे। उनले सिलेन्सलाई दरबारमा राखे, खाना खुवाए र केही दिनसम्म आराम गर्न दिए। जब डायोनिससले यो सुने उनी प्रसन्न भए। राजा मिडास, तिमीले मेरो मित्रलाई मद्दत गर्यौ, त्यसैले म तिमीलाई एउटा वरदान दिनेछु। जे इच्छा गर्छौ त्यो तिम्रो इच्छा पुरा हुनेछ। राजा मिडासको आँखामा लोभ चम्कियो। उनले तुरुन्तै भने, मैले जहाँ छुन्छु त्यो सबै सुनमा परिणत होस्। डायोनिसस एकछिन सोच्न थाले, के तिमी निश्चित छौ? सुन खान सकिँदैन, प्रेम दिन सकिँदैन यसले। तर राजा मिडास अडिग रहे। उनी त अझै धनी बन्ने सपना देख्दै थिए। डायोनिससले गम्भीर आवाजमा भने, तिमीले जे चाह्यौ त्यसै अनुसार हुनेछ, तथास्तु। पहिलोपल्ट राजा मिडास खुसीले उफ्रिए। उनले ढुङ्गा छुने बित्तिकै सुन भयो। उनले फूल छुने बित्तिकै त्यो पनि सुनमा परिणत भयो। दरबारमा पुगेर उनले खम्बा, टेबल, सिंहासन छुने बित्तिकै सबै सुनमा बदलियो। यो त अचम्मको छ, उनले उत्साहित हुँदै भने। अब त म संसारकै सबैभन्दा धनी व्यक्ति बन्नेछु। तर उनको सपना चाँडै नै तहस नहस हुन थाल्यो। जब उनले खाने बखतमा खानेकुरा उठाए, त्यो सुनमा परिणत भयो। उनले रोटी समाते, सुन बन्यो। उनले चिन्ताले रक्सी पिउन खोजे, तर त्यो पनि सुनमा परिणत भयो। भोकै तिर्खाले छटपटिँदै उनले एउटा स्याउ उठाए, तर त्यो पनि सुनमा बदलियो। त्यसपछि सबैभन्दा ठुलो विपत्ति आयो। उनकी प्रिय छोरी उनलाई ढाडस दिन आइन्। मिडासले माया गरेर अँगालो हाले, तर छोरी पनि तुरुन्तै सुनको मूर्तिमा परिणत भइन्। राजा मिडास एकदमै यात्तिए। उनले छोरीलाई पुनः जीवन दिन खोजे, तर त्यो निष्प्राण सुनको मूर्ति मात्रै भएको थियो। अब असह्य पीडाले राजा मिडासले डायोनिससलाई गुहार्न थाले, कृपया मलाई बचाउनुहोस्, मैले गल्ती गरेँ, मलाई यो श्रापबाट मुक्त गर्नुहोस्। डायोनिससले दया देखाए। तिम्रो उद्धारको एउटा मात्र उपाय छ, उनले भने। प्यातोलस नामक नदीमा गएर तिमीले हात धुनु, त्यहाँ तिम्रो श्राप बगेर जान्छ। राजा मिडास दौडिएर त्यो नदीमा पुगे। उनले हात नदीमा डुबाए र चमत्कारिक रूपमा उनको त्यो शक्ति हट्न थाल्यो। उनले घर फर्केर हेर्दा सबै सुनमा परिणत भएका वस्तुहरू पुनः पहिलेकै अवस्थामा फर्किएका थिए, उनकी छोरी समेत। छोरीलाई अँगालो हाल्दै राजा मिडासले जीवनकै सबैभन्दा ठुलो पाठ सिके। उनले सुनको मोह त्यागे। उनले आफ्नो धन दौलत दान गरे र सरल जीवन जिउन थाले, किनकि उनले बुझे कि खुसी सम्पत्तिमा होइन, प्रेम र सन्तोषमा हुन्छ। यो प्रसिद्ध ग्रीक कथा हजारौं वर्षदेखि सुनाइदै आएको छ। यसले हाम्रो जीवनमा सन्तोषको महत्त्व सिकाउँछ। तपाईलाई चाहिँ यो कथा कस्तो लाग्यो? आफ्नो धारणा कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। म किरण भण्डारी आजको यो श्रृङ्खलाबाट बिदा हुन चाहन्छु। तपाईको आगामी जीवन सुख, शान्ति, समृद्धिले भरिपूर्ण रहोस्। हवस् त, नमस्कार।